वेलकम टु माई हाउस। यो चाहिँ मेरो माइती घर। आजको भिडियो चाहिँ म आफ्नो रुमदेखि सुरु गर्छु। म लागि आफ्नो रुमतिर। अनि हेर्न सक्नुहुन्छ मेरो रुम कति फोहोर भएको छ। भाइको बर्थडेदेखि माइतमा बसेको भएर यति फोहोर भएको छ। नमस्ते हजुरहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। म चाहिँ जमुना। यो चाहिँ मेरो रुम यति फोहोर भएको छ देखेर मलाई नै दिक्क लागिसक्यो। अब चाहिँ यो रुमलाई म सक्दोसम्म दामी बनाउने कोसिस गर्छु। ल त म लागि आफ्नो कामतिर रुम सफाइ गर्न। अनि मैले चाहिँ रुम सफा गर्दा गर्दा मेरो छोरी पनि उठिसकिन्। मेरो छोरी खेल्दैछिन्। अनि मैले चाहिँ आफ्नो रुम सक्दोसम्म राम्रो बनाउने कोसिस गरिरहेको छु। हेर्दै गर्नु। फाइनली मेरो रुम चाहिँ यस्तो भयो। मैले यतिको मिलाएको छु। अनि यो चाहिँ मेरो बेबी खेल्ने ठाउँ, मेरो छोरी खेल्ने ठाउँ, टिकटक पनि यही बनाउने हो। यो चाहिँ मेरो बेड। अनि यो चाहिँ चार्जिङ डोरी मैले बुनेको। अनि हेर्नुहोस् मेरो रुम मैले यसरी मिलाएको छु। सक्दोसम्म कस्तो छ कमेन्ट गरिदिनु होला। अनि अब चाहिँ अर्को भिडियोमा भेटौँला।